सरपन धमाधम भइरहेछ अझै पनि उसकै हो नाम जाङडोङका ट्रिपल मासेज सोधौँ न किन ट्रिपल महासचिव चाहिँ किन किनभने उहाँ लिम्बू विद्यार्थी मञ्चका नि महासचिव नेपाल स्वतन्त्र विद्यार्थी मोर्चाका नि महासचिव नयाँ आङ समाजको नि महासचिव एकदम राम्रो ठुलो खोलेर रोप्नु न हैन यो बाच्छ छिटो पनि बाच्छ मसिनो बिरुवाहरू ठुलो भन्दा मसिनो छिटो बाच्छ चाहिँ म चाहिँ बिरुवा प्रेमी पनि हो त्यसले गर्दा अहिलेसम्म लगभग नभो हैन 52 वटा रुपिस अब अझै यसमा 52 आज मात्र 52 तर अहिलेसम्म मलाई लाग्छ धरान यता गर्दा 1500 हैन पुग्यो यहाँ पनि बिरुवा एउटा रुख बराबर हाम्रो मिस्टेक हो भने राखे जुलुस नगर्नु पर्छ हैन निरन्तर जारी नै छ वृक्षारोपण रुख रोप्न हाम्रो जारी नै छ निकै माथि निकै बिरुवा रोप्दै लगभग 5000 बिरुवा रोपिसक्यो तपाईँले मात्रै कति रोप्नु भयो अरे मैले 50 वटा यो दुईटा रोपे 52 रोप्दै हुनुहुन्छ ढुङ्गार ठुलो बिरुवा ल्याउनु भएको छ माथिबाट रोप्दै झरेको हामी हाम्रो अमित थेबे पछि लिम्बुवानको मिनिस्टर हुने होला सीएम पनि सम्भावना छ वातावरण मन्त्री नै हुनुहुन्छ कहाँ पो गयो त बिरुवा ल रोप्दै हुनुहुन्छ चिमल सेतो गुराँस समृद्ध केवा मादेन वृक्षारोपण गर्दै पुग्नु लाग्यो समृद्ध मादेनले के गङ्गटो खोजेको हो अब यो चाहिँ देखिने ठाउँमा राख्यो पछि म अनुगमन आफै आउँछु कि गङ्गटो खोजेको के हो ए ल आब अलिक गहिरो बनाऊ हैन हुन्छ समृद्धजीले बिउ निकाल्दैछ बिरुवा रोप्दैछ खतरा मान्छे बिरुवा चाहिँ के हो हाम्रो लिम्बुवानको राज्यको पछि एउटा मिनिस्टर खाने मान्छे यो गुराँसै हो यो सानो खालको गुराँस एकछिन छुए त फेरि अलि मजा लेउ गरौँ सेल्फी भिडियो पनि अब हामी बम्परमा बस्छ हामी चाहिँ हामी त उता आउनु क्यामेरा भिडियो हाम्रो टोली चाहिँ जय मुकुम टोलीहरु हो हामीले वृक्षारोपण गर्यौं जहाँ चाहिँ चन्द्र ढकालले हजुर केवल कारको नाममा जम्मा फरान गर्थ्यो हामीले जहाँ उठ्यो त्यहाँबाट उठाउने जहाँ लड्यो त्यहाँबाट उठाउने प्रयास गर्दैछौँ हेरौँ हाम्रो प्रयास जारी छ निरन्तर छ त्यही हो जय
बाटो मात्र हिँडेर चाहिँ हुँदैन मान्छेले यो अगाडि यता आउनु पर्यो कति यता साह्रो लाग्छ भने बहिनी कतै झर्नु परदेखि देखिने गरी रोकिराखौ यहाँ 10-15 जना झरेपछि यसलाई क्लोज गर्ने मैले अरु तल बाड्दै लैजान्छु यहाँ हिँडेहरुले पनि देख्ने रे रोकिराखौ अलि गति यो चाहिँ रोको हैन यो यहाँ हैन नि हैन एक ठाउँ चाहिँ यहाँ देखिने गरी रोकिराखौ एउटा सन्देश दिनको लागि अलिक ठाउँ त्यो एकदम गाजन भन्छ तल गान्धी निशाना ए बिरुवाको भित्र त गएकै छैन साथीहरु गाजन बक्यो होम काका कता गयो सिरो होम काका यसो गर मलाई एकजना एक दुईजना यहाँ माथि होल्ड भइराखेको छ सिधै तल बसिहाल्नु सिधै बिरुवा बोक्ने जति सिधै जानुहोस् भनौँ एकछिन अब हाम्रो खाजा पाएको रहेन यो पनि खिच्छ यो खिच्छ कुनै विषादी प्रयोग नभएको माटो त्यो हाम्रो काम कता रह्यो अब त एक दिन सफल भइहाल्यो जय मकमलौ तपाईँ के गर्न आउनुभयो यहाँ खै त रोप्छ नि त बिरुवा रोपिसक्यो रोपिसक्यो तिनटा अब कति रोप्नु अब लगभग 20वटा जस्तो रोप्यो 20वटा रोप्ने भनेपछि यहाँ जिउको सबैले 20वटा रोप्ने हो त्यसो गरेर नै करिब हामीले 5000 जस्तो बिरुवा रोप्ने लक्ष्यको नगेन धन्यवाद शिवारो नमस्कार शिवारो जय नेपाल अनि कस्तो हुँदैछ जय नेपालमा भनेपछि जय मुकुमलो कस्तो विचारपन कार्यक्रम यो बचाउन सकिन्छ त सकिन्छ भोबाल मैले 50 बोट रोपिसके ए ल धन्यवाद छ हजुरलाई मान्छे भन्दा बिरुवा नै बचाउने हो
नयाँ बनिन्छ त्यो पनि समृद्ध अनि यो के खनेको हो वातावरण पर्यावरण हुँदैन अलि माथि गर्नु बिस्तारै यस्तो तल तल रोक्दै यहाँ अगाडि जान्छ ल बिस्तारै जानु ल अनि के हो अमृत ठिक छ गुड समृद्ध हजुर मलाई अब यो तपाईँको बिरुवा रोपेर सबै राम्रो होस् घाम जुन जस्तो थाकिरहोस् जो चाहिँ मलाई हाम्रो अलग रङबाले हेर्दै हुनुहुन्छ रोप्नु त उपचार पनि हुँदैछ यहाँ धमाधम सिजना ए के अरे मनको परिकल्पनाहरू चाहनाहरू हाम्रो यहाँ बहिनी पनि भेट भयो के छ खबर विचार पनि गर्दै हुनुहुन्छ उहाँले अब यहाँ सबै यहाँ विचार गर्ने चारैतिर गर्दैछौँ जताततै विचार पनि भइरहेछ अहिले माथि कार्यक्रम भइरहेछ विचार पनि कहाँसम्म भइरहेछ म देखाइरहेछु
यहाँ पनि एउटा रोप खिचिसक्यो कुन्दनको यो भिडियो बना जराले चाहिँ निकै गर्छ होला है पछि पातेबारी क्षेत्र विकास समितिको 15औं अध्यक्षले सार्छ यसलाई 15 अध्यक्ष त्यो भनेको अमित थेबे मात्रै बन्छ नि फेरि रकी कति 4औं भने चाहिँ नि म अझ 11औं मा बन्छु